एनसीसी युकेको आयोजनामा बेलायतको केन्ट स्थित टनब्रिजमा 3 दिने युथ क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। जय मसी, म अजय खड्का। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ अगाप्य पोस्ट। बुधबार सम्पन्न भएको यस क्याम्पमा बेलायतका विभिन्न स्थानबाट आएका 100 भन्दा बढी युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। अघिल्ला वर्षको क्याम्पको तुलनामा सहभागी सङ्ख्या केही कम भए तापनि क्याम्प अत्यन्तै आशिषमय र आत्मिक रूपमा फलदायी भएको सहभागी युवाहरूको भनाइ थियो। यस वर्षको क्याम्पको मुख्य स्लोगन जकरिया 4:6 मा आधारित थियो, जसमा लेखिएको छ, न त बलले न शक्तिले तर मेरो आत्माले सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। यही विषयलाई केन्द्रमा राखेर सहभागीहरूलाई परमेश्वरको आत्मामा भर पर्नुपर्ने जीवन, विकास र सेवकाई बारे विभिन्न शिक्षाहरू प्रदान गरिएको थियो। क्याम्पमा आत्मिक शिक्षा सँगसँगै मनोरञ्जनात्मकपूर्ण खेलकुद कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए। सहभागी युवाहरूका अनुसार यी खेलहरू केवल मनोरञ्जनात्मकमा मात्र सीमित नभई टोलीगत कार्य, नेतृत्व, विकास र नयाँ कुराहरू सिक्ने प्रभावकारी माध्यम बने। शिक्षण सत्र अन्तर्गत अमेरिकाबाट आउनुभएका रेभरेन्ड डाक्टर मनोज श्रेष्ठले बाइबलका माइनर र मेजर डक्ट्रिन सम्बन्धी गहन शिक्षाहरू दिनुभएको थियो। त्यसै गरी पास्टर अब्राहम श्रेष्ठले इभान्जलिजम अर्थात् सुसमाचार प्रचारको महत्त्वबारे सन्देश दिनुभयो भने नेपालबाट आउनुभएका पास्टर मोहन खड्कीले आराधनाको विषयमा प्रेरणादायी शिक्षाहरू प्रदान गर्नुभयो। 3 दिनसम्म सञ्चालन भएको यस युथ क्याम्पको संयोजन एनसीसी युके युथ चेयरम्यान एल्डर अनिल थापाले गर्नुभएको थियो। आत्मिक जागरण, बाइबलीय शिक्षा, सङ्गति र प्रतिभा विकासलाई केन्द्रमा राखेर सम्पन्न भएको यो युथ क्याम्प सहभागीहरूका लागि स्मरणीय र आशिषमय भएको आयोजक तथा सहभागीहरूको भनाइ छ।